गर्नेछौँ। यहाँहरु कतिजना नाच्न सक्नुहुन्छ भने नाच्न मन छ भने नाच्न सक्नुहुन्छ है। दिल खोलेर एकदमै किनकि आज तपाईहरुले चाहिँ नाच्नु भयो भने अझ राम्रो है। है एकदमै र आज चाहिँ विशेष गरिकन हाम्रो ख्रीष्ट येशूको जन्मोत्सव बडा दिन हो, त्यसकारण हामी सबैजना खुसी छौँ। आमेन। हालेलुया। हुन्छ। सबैजना उठ्न सक्नुहुन्छ ल। यस भजनमा चाहिँ हामी नाच्दै गाउनेछौँ, हामी सबैजना उठ्नेछौँ। गाउँदै परमेश्वरलाई महिमा गर्नेछौँ। हालेलुया। यस, हामी फेरि पनि नाच्नेछौँ है त। ल, यसमै क्वालिटी
जय मसीह जय मसीह तपाईहरु सबैजना खुसी हुनुहुन्छ आमेन हुन्छ परमेश्वरलाई महिमा भएको होस् अनि यस समय हामी स्तुति आराधनामा जानेछौँ अनि यस खुसीको समयमा चाहिँ हामी परमेश्वरलाई धन्यवाद दिन र प्रशंसा गर्न चाहिँ हामी बिर्सनु हुँदैन अनि तपाईहरु सबैजना आराधनामा जान तयार हुनुहुन्छ आमेन अनि जीवन दिनुभएको छ प्रभु हामी तपाईलाई धन्यवाद दिँदछु प्रभु आज तपाईँ जन्मनु धन्यवाद सञ्चालक ज्यू र सञ्चालिका ज्यू दुवैजनालाई यहाँहरूलाई पनि ख्रिस्टी अभिवादन अनि जय मसीह म मेरी भन्छु यहाँहरू क्रिसमस भन्नुहोस् है त मेरी क्रिसमस मेरी क्रिसमस मेरी क्रिसमस धन्यवाद स्वागत छ यहाँहरूलाई प्रभु येशू जन्मिनु भएको खुसियालीमा ह्यापी बर्थडेमा हामी उहाँलाई स्वागत गर्न हामी आएका छौँ अनि सम्पूर्णहरू आइदिनु भएको छ अनि परमेश्वरले यहाँहरूलाई धेरै धेरै आशीष दिनुभएको होस् धन्यवाद दुई शब्द यही टुङ्ग्याउँदै बिदा मेरी क्रिसमस तपाईँहरू खुसी हुनुहुन्छ सबैले एकचोटि मेरी क्रिसमस भनौँ न त 1 2 3 मेरी क्रिसमस यहाँहरूलाई क्रिसमसको धेरै धेरै शुभकामना छ र यो वचन बोल्ने समय रहेको छ यहाँहरूको बीचमा मैले धेरै समय लिदिन मलाई लाग्छ धेरै वचन सुन्ने मुडमा हुनुहुन्न होला किन भन्दाखेरि यो चाहिँ रमाइलो गर्ने सेलिब्रेसनको रूपमा हामी क्रिसमसलाई मनाउँदछौँ त्यसकारणले सेलिब्रेसन गर्दै गर्दाखेरि
पक्कै पनि हामीले परमेश्वरको वचनबाट त केही कुरा त सुन्नुपर्छ। त्यसकारणले हामी थोरै समय मात्र भए पनि एकदमै ध्यान दिनेछौँ, परमेश्वरको वचनलाई बुझ्ने हामी प्रयास गर्नेछौँ। विशेष गरी यो मौसम चाहिँ क्रिसमसको मौसम हो र क्रिसमसको मौसम खुसियाली मनाउने, आनन्द मनाउने अनि एकअर्कामा प्रेमलाई साटासाट गर्ने एउटा सुन्दर अवसरको रूपमा हामीले लिँदै आएका छौँ। यसैबीच हामी क्रिसमसको अर्थ र उद्देश्य, प्रभु यीशु ख्रीष्टको जन्मको उद्देश्यको विषयमा केही कुराहरू हामीले बुझ्नु आवश्यक छ। मैले अस्ति शङ्कुमा म एउटा प्रश्न गर्छु, तपाईँको लागि क्रिसमस के हो? तपाईँको सँगैको साथीलाई सोध्नुहोस् त, क्रिसमस भनेको के हो भनेर सोध्नु त, उत्तर दिनुहोस् त। सोधि त हालिसक्नु भएपछि उत्तर दिनुहोस्, तपाईँको लागि क्रिसमस के हो? अर्थमा चाहिँ क्रिसमस एउटा उत्सव हो, एउटा पर्व हो अनि एउटा सेलिब्रेसन हो भन्ने कुरामा हामीले बुझ्दछौँ। यसलाई हामीले नकार्न पनि सक्दैनौँ किनकि हामीले यसरी नै क्रिसमस मनाइरहेका छौँ। तर त्योभन्दा गहिरो रूपमा हामी हेर्ने हो भने क्रिसमस एउटा भावनात्मक पर्व मात्र होइन, क्रिसमस एउटा गोठालाहरूको कथा मात्र होइन, क्रिसमस एउटा ज्योतिषी अनि ताराको एउटा उपहार वितरण कार्यक्रमको एउटा कथा मात्र चाहिँ होइन। धेरै अवस्थामा क्रिसमस रमाइलो गर्नु, नाच्नु, गाउनु, अघि भर्खरै हामी गोलो गोलो घुमेर नाच्यौं, नाच्नु गाउनु हामीले क्रिसमस मनाइरहेको छौं। यो ठिकै हो, तर क्रिसमस के हो भन्ने कुरा हामी बुझ्नु पर्दाखेरि धेरै परिभाषाहरू हुन सक्छ। क्रिसमसको परिभाषाहरू धेरै हुन सक्छ, तर हामीले बुझ्नु पर्ने चाहिँ आज चाहिँ के हो भन्दाखेरि मानव इतिहासमा एउटा कोसे ढुङ्गा हो क्रिसमस। मानव इतिहासमा एउटा हामीले यो क्रिसमसलाई मत्तीको पुस्तकलाई अध्ययन गर्ने भने एउटा इतिहास हो, एउटा थियोलोजी हो, धर्मशास्त्र हो, एउटा भविष्यवाणी पूरा भएको कुरा हो अनि यो चाहिँ मानव पीडासँग जोडिएको कुरा हो। र त्यस कारणले गर्दाखेरि आज हामी यो विषयमा हल्का हेर्नेछौँ। तपाईको सँगैको साथीलाई तपाईले भन्न सक्नुहुन्छ, परमेश्वर आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्नुस् त। आमेन भन्नुस् न। मानव इतिहासमा येशू ख्रीष्टको जन्मको पहिलो उद्देश्य परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नु हो। प्रभु येशू ख्रीष्ट कुनै एउटा संयोगवश यस संसारमा आउनु भएको होइन। प्रभु येशू ख्रीष्ट यो संसारमा आउनुको एउटा उद्देश्य छ र त्यो उद्देश्यलाई पवित्र धर्मशास्त्र बाइबलले उत्पत्तिको पुस्तकदेखि लिएर भजन संग्रहदेखि लिएर प्रत्येक अगमबानीको पुस्तकमा प्रभु येशू ख्रीष्टको जन्मको उद्देश्यहरू भविष्यवाणीहरू गरेको छ। अनि प्रभु येशू ख्रीष्ट समयको गलाती 4:4 भन्छ, समयको पूर्णतामा प्रभु येशू ख्रीष्ट यो संसारमा आउनुभयो परमेश्वरको प्रतिज्ञालाई पूरा गर्न। तपाईको सँगैको साथीलाई भन्नुहोस् त, परमेश्वरको प्रतिज्ञालाई पूरा गर्न। त्यो प्रतिज्ञा के होला भन्नुहोस् न। अनि त्यो प्रतिज्ञा हो मानव जातिको उद्धार। सुन्नुहोस् है मण्डली, आज रमाउँदै गर्दा, आज हाँसखेल गर्दै गर्दा, नाच्दै गर्दाखेरि हामीले बुझ्नु पर्ने कुरा चाहिँ मानव जाति परमेश्वर र मानिसको सम्बन्ध अदनको बगैँचामा टुटेको थियो। जुन कुरा परमेश्वरले नगर्नलाई मानिसलाई आज्ञा दिनुभएको थियो त्यही कुरा परमेश्वरको विरुद्धमा मानिसले गरेको कारणले परमेश्वर र मानवको सम्बन्ध टुटेको थियो। त्यसकारण हामी गाउँछौँ नि, ईश्वर र मानव बीचको पर्दा पापी मानवको पापले गर्दा, मानिसको पाप स्वभावले गर्दा, मानिसले पाप गरेको कारणले परमेश्वरसँगको कनेक्सन टुटेको थियो। अनि त्यो कनेक्सन पूरा गर्नको निम्ति एकजना सिद्ध मानिसको आवश्यकता थियो, धर्मी मानिसको आवश्यकता थियो, पाप रहित मानिसको आवश्यकता थियो। अनि त्यो आवश्यकता पूरा गर्नलाई प्रभु यीशु ख्रीष्टको जन्म, परमेश्वरको योजना अनुसार प्रभु यीशु ख्रीष्टको जन्मको अगमबानीहरू धेरै भए।
तपाईँले मत्तीको पुस्तकलाई राम्रोसँग हेर्नुभयो भने एउटा महँगो कुरा म भन्छु है, मत्तीको पुस्तकलाई राम्रोसँग हेर्नुभयो भने त्यहाँ एउटा यस्तो शब्द तपाईँले धेरैचोटि दोहोरिएको पाउनुहुन्छ, परमप्रभुबाट बोलिएको, परमप्रभुको तर्फबाट अगमवक्ताले बोलिएको कुरा पूरा हुनलाई यस्तो भयो, परमप्रभुको वचन पूरा हुनलाई यस्तो भयो। तपाईँको लुकाको मत्तीको पुस्तकमा 1 र 2 अध्यायमा मात्र हेर्नुभयो भने 5 ठाउँमा यो शब्दलाई पाउनुहुन्छ कि परमप्रभुको प्रतिज्ञा अथवा परमप्रभुले बोल्नु भएको वचन पूरा हुनलाई यी सब हुन आयो। यसलाई हामी बाइबल विद्यार्थीहरूले फुलफिलमेन्ट थियोलोजी भन्छौँ, फुलफिलमेन्ट फर्मुला भन्छौँ कि परमेश्वरले बोल्नु भएको वचन पूरा हुनलाई चाहिँ येशू यो संसारमा आउनु भएको हो। आमेन। परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ। उद्धार एउटा केवल स्वर्ग जाने टिकट मात्र होइन है, क्रिसमस एउटा जन्म उत्सव मात्र होइन, तर मानव जातिको पाप क्षमाको परमेश्वरको सुन्दर योजना हो, सुन्दर परमेश्वरको एउटा सुन्दर योजना हो। अनि क्रिसमस मात्र त्यस्तो दिन हो जुन दिन स्वर्ग र पृथ्वी एक भएको छ। आमेन। परमेश्वरसँगको सम्बन्धलाई पुनर्स्थापित गर्नलाई येशू स्वर्गको राजा संसारमा आउनुभयो अनि परमेश्वरले गर्नुभएको प्रतिज्ञा, भविष्य वक्ताहरूबाट गर्नुभएको प्रतिज्ञा येशू ख्रीष्टद्वारा पूरा भयो। यशायाको पुस्तक 7:14 यस्तो लेखिएको छ, यसकारण तिमीहरूको निम्ति एउटा चिन्ह दिनेछ, हेर कन्या गर्भधारण हुनेछ, त्यसले एउटा छोरा जन्माउनेछ, त्यसको नाम तिमीहरूले इमानुएल राख्नेछौ। आमेन। इमानुएल भनेको के हो भन्नुहोस् त है, परमेश्वर हामीहरूसँग, स्वर्गमा हुनुहुने परमेश्वर मानिससँग बस्न चाहनुहुन्छ, मानिससँग संगति गर्न चाहनुहुन्छ अनि जसको नाम इमानुएल। त्यसकारणले तपाईको परिभाषा ठिकै होला, तपाईले क्रिसमसलाई कसरी बुझ्नु भएको छ? म चाहिँ क्रिसमसलाई हेभन एन्ड अर्थ कमिङ टुगेदर भनेर बुझ्छु। क्रिसमसलाई क्रिसमस इज द इमानुएल भनेर बुझ्छु, परमेश्वर र मानिसको मिलापको एउटा स्रोतको रूपमा बुझ्छु। अनि क्रिसमसलाई गड हु कम्स नियर भनेर बुझ्छु कि क्रिसमस भनेको परमेश्वर अब मानिससँग संगति गर्न, फेरि पनि अदनमा टुटेको सम्बन्धलाई फेरि पनि कनेक्सन गर्नलाई प्रभु यीशु ख्रीष्ट आउनुभयो अनि ख्रीष्टद्वारा मात्र हाम्रो परमेश्वरसँग रिकनेक्सन सम्भव छ। आमेन। त्यो कुरालाई पूरा गर्नलाई परमेश्वर यो संसारमा आउनुभयो। दोस्रो कुरा, येशू संसारमा अथवा मानव इतिहासमा जन्मनुको उद्देश्य चाहिँ के हो भने साँचो आधिकारिक राजा। सँगैको साथीलाई भन्नु त साँचो राजा। फेरि भन्नु साँचो राजा। तपाईको जीवनको राजा को हो भनेर सोध्नु त। तपाईलाई एउटा कथा मत्तीको पुस्तकमा त्यहाँ हामी पाउँछौँ, जब यीशु ख्रीष्टको जन्मको कुरा सुने पूर्वका ज्योतिषीहरू आए अनि हेरोद राजालाई भेटे। हेरोद के हो? हेरोद राजा हो, इजरायलहरूको राजा है। हेरोद राजालाई भेट्दै गर्दाखेरि ज्योतिषीहरू आएर एउटा प्रश्न गर्छ, कसलाई? हेरोदलाई नै हैन। अनि हामी त्यहाँ देख्छौँ अनि हेरोद र ज्योतिषीहरूको कुराकानी भएको हुन्छ अनि ज्योतिषीहरूले एउटा प्रश्न गर्नुहुन्छ, यहुदीहरूको राजा भई जन्मने कहाँ जन्मिनु भएको हो? हामीले उहाँको तारा चाहिँ पूर्वमा देख्यौं अनि त्यो तारा पछ्याउँदै 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 आएको हामी देख्छौं। अनि त्यहाँ दुईटा राजाको कन्सेप्ट छ। कतिवटा राजा? दुईटा राजा। एउटा हेरोद राजा, सिंहासनमा बसेको राजा, अर्को भर्खरै जन्मेको बालक राजा। त्यही भएर हामी जय जय बालक राजाको जय होस् सदा भन्ने भजन गाउँछौं। यीशु ख्रीष्ट चाहिँ जन्मदै राजा हुनुहुन्थ्यो। आमेन। जन्मदै कोही राजा हुँदैन है। राजाको मृत्युपछि राजाको जेठो छोरा राजा हुन्छ। तर यीशु ख्रीष्टको बारेमा ज्योतिषीहरूले त्यहाँ भन्नुभएको छ, यहुदीहरूको राजा भई जन्मनेको कहाँ हुनुहुन्छ। दुईटा कुरा सुन्नुहोस् है, दुई प्रकारको राजा, एउटा पोलिटिकल्ली संसारको राजा, एउटा आत्मिक संसारको राजा। तपाईलाई हेरोदको कुरा सुन्नुहुन्छ भने ध्यान दिएर सुन्नुहोस् है, एकदम इम्पोर्टेन्ट कुरा छ। हेरोदको कुरा सुन्नुहुन्छ भने हेरोद डुप्लिकेट राजा हो है।
प्रभु यीशु ख्रीष्टको जन्ममा बेचैन भएको छ। किन भन्दाखेरि हेरोद चाहिँ रोमीहरूद्वारा नियुक्त गरेको एकदमै निरङ्कुश राजा। हेरोदको श्रीमती कतिजना तपाईँलाई थाहा छ? कसैलाई थाहा छ हेरोदको श्रीमती कतिजना? 10 जना। अनि हेरोदले आफ्नै श्रीमतीलाई विष खुवाएर मारेको छ। त्यसमा हामी हेर्दै जाने हो भने हेरोद एकदमै दुष्ट राजा, शक्ति, पैसा अनि उसको निम्ति चाहिँ न्याय भन्ने कुरा छैन, उसको निम्ति चाहिँ अनुशासन भन्ने कुराहरू छैन, केवल पावर, केवल पैसा। अनि एकजना बालकको जन्म भएको छ यहुदीहरूको राजा भइकन, अनि उहाँ चाहिँ फरक प्रकारको राजा। अनि मैले बताउन खोजेको कुरा चाहिँ के हो भन्दाखेरि येशू चाहिँ धार्मिक राजा हुनुहुन्छ अनि येशू ख्रीष्ट साँचो राजा हुनुहुन्छ। मत्तीको पुस्तकले यो कुरालाई हाम्रो निम्ति स्पष्ट पारिदिनु भएको छ। आज मैले तपाईलाई प्रश्न गर्नु पर्दाखेरि एउटा प्रश्न गर्न चाहन्छु, तपाईको हृदयको राजा चाहिँ को हुनुहुन्छ? ख्रीष्ट कि हेरोद? ख्रीष्ट कि हेरोद? ख्रीष्ट कि हेरोद है? यदि साँचो तपाईले ख्रीष्ट येशूलाई राजा तुल्याउनु भएको छ भने उहाँले भन्नुभएको छ म तिमीहरूलाई यो संसारले दिने शान्ति होइन तर स्वर्गीय शान्ति दिनेछु। आमेन। आज हामी संसारमा हाम्रो हृदयमा विभिन्न कुरालाई राजा बनाउँछौँ। हामी पोलिटिकल्ली छुट्टै राजा हामी बनाउँछौँ, हाम्रो स्मारकहरू हामी छुट्टै प्रकारको बनाउँछौँ। तर वचनले चाहिँ के भन्दछ भन्दाखेरि येशू मात्र साँचो आधिकारिक राजा हुनुहुन्छ अनि जसले चाहिँ सारा संसारमा राज्य गर्नुहुन्छ अनि उहाँको राज्यको कहिले अन्त्य हुँदैन। वचनले प्रतिज्ञा गरेको छ। संसारका राजाहरू त आउँछन् जान्छन्। हेरोद पछि अर्को अर्किलस, हेरोदका छोराहरू हेरोद पछि धेरै राज्य 4 भागमा विभाजन भएको हामी पाउँछौँ अनि राज्यहरू टुक्रा भएको पाउँछौँ अनि त्यसको पनि सकिएको छ। त्यसपछिबाट रोमीले पूर्ण रूपमा इजरायललाई कब्जा गरेको हामी देख्छौँ। पन्तियस पिलातसले शासन एकदमै अधिकारको साथमा शासन गरेको हामी देख्छौँ। अनि राजाहरू, संसारका राजाहरू त आउँछन् जान्छन् तर ख्रीष्ट येशू मात्र त्यस्तो राजा हुनुहुन्छ जो चाहिँ कहिले पनि उहाँको सिंहासन हट्ने छैन अनि अनन्तसम्मको राजा चाहिँ ख्रीष्ट येशू हुनुहुन्छ। आज क्रिसमसमा यो सन्देश मण्डली परिवारमा राख्न चाहन्छु। त्यस कारणले गर्दाखेरि तपाईलाई म धेरै समय लिदिन, तपाईलाई मैले यो 2टा कुरा बताउन चाहे। तपाईको हृदयको राजा को हुनुहुन्छ? यदि ख्रीष्ट हुनुहुन्छ भने साँचो शान्ति तपाईँ र मेरो हृदयमा उहाँले दिन चाहनुहुन्छ। तपाईँ र मैले साँचो आनन्दलाई प्राप्त गर्न सक्छौँ। त्यसकारणले मण्डली परिवार है हामी छोटो प्रार्थना गर्नेछौँ, प्रभुलाई भन्नेछौँ, प्रभुसँग प्रार्थना गर्नेछौँ। हामीले कतै संसारको राजालाई नै श्रेष्ठ ठानिरहेका छैनौँ। हाम्रो हृदयको राजा चाहिँ हामीले कसलाई बनाएका छौँ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। आज संसारमा मानिसहरू किन शान्तिमा छैन? संसारका मानिसहरू किन अशान्तिमा छन्? संसारमा किन झै झगडा छ? एउटै कारण म भन्न चाहन्छु, साँचो शान्तिको राजकुमार ख्रीष्टलाई हृदयदेखि स्वीकार गर्न सकेको छैन। हामीले हृदयमा ख्रीष्टलाई राख्न सकेको छैन। यो अविश्वास गर्नेको कुराहरू होइन, विश्वास गर्ने व्यक्तिहरूमा पनि समस्या छ। हामी आफ्नो राजा हामी आफै बन्छौँ, हामी आफ्नो इच्छा अनुसार चल्न खोज्छौँ, जसको कारणले गर्दाखेरि हाम्रो हृदयमा शान्ति छैन। त्यस कारणले प्रिय मण्डली परिवार म तपाईलाई एउटा चुनौती गर्न चाहन्छु। परमेश्वरले आफ्नो तर्फबाटको प्रतिज्ञा पूरा गर्नुभएको छ। परमेश्वरले म तिमीहरूको निम्ति एउटा पुत्र दिनेछु जसको हातमा शासन हुनेछ र उसको शासन कहिले अन्त्य हुने छैन, जुन प्रतिज्ञालाई उहाँले उहाँको तर्फबाट पूरा गरिदिनु भएको छ। अब हाम्रो पक्षबाटको कुरा चाहिँ हाम्रो हृदयले स्वीकार गर्नुपर्छ कि ख्रीष्ट येशू साँचो संसारको राजा हुनुहुन्छ। आमेन। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ र प्रभुलाई तपाईँ येशू यो संसारको राजा भएर स्वर्गीय वैभवलाई त्यागेर यो संसारमा आउनुभयो मानव जातिको उद्धार गर्नलाई। तपाईको जन्मले
इतिहासलाई दुई भागमा विभाजन गर्यो। प्रभु, अब म तपाईलाई विश्वास गर्दछु, तपाईँ साँचो राजा हुनुहुन्छ, तपाईमाथि उद्धार छ। धन्यवाद, तपाईँ मेरो हृदयको राजा हुनुहोस्। म स्वीकार गर्छु तपाईलाई मेरो हृदयको राजा हुनलाई, येशू प्रभुको नाउँमा, आमेन। अदनको बगैँचामा परमेश्वर र मानिसको बीचको जुन सम्बन्ध टुटेको थियो र आज चाहिँ तपाईँ र मैले चाहिँ त्यो सम्बन्ध जोडिएको अवसरमा है साँच्चै हामी मनाइराखेका छौँ कि बडा दिन येशू ख्रीष्ट जन्मिनु भएको यो समय परमेश्वरलाई विशेष गरी धन्यवाद दिन चाहन्छौँ। अब हामी यो समयमा थिरो नगरिकन फेरि पनि आजको यो कार्यक्रमलाई हामी अगाडि बढाउनेछौँ र यो समय हामी आजको विशेष गरिकन 2025 को अन्तिम क्रिसमस कार्यक्रमको सेवाको प्रस्तुतिहरूतर्फ हामी राख्नेछौँ है त। सबैजना रेडी हुनुहुन्छ? हुन्छ, यस समय चाहिँ हामी क्रिसमसको दोस्रो चरणमा आइपुगेका छौँ अनि यो कार्यक्रमको दोस्रो चरणमा आइपुगेका छौँ र दोस्रो चरणमा आइपुग्दै गर्दाखेरि अब हामी नृत्य, डान्सहरू अनि कतिजनाको कविता अनि अब रेडी हुनु होला र तपाईँहरू रेडी गर्दाखेरि हामीले चाहिँ यो सामानहरू यतिखेर हटाउनेछौँ है। हुन्छ, नानीहरू त रेडी हुनुहुन्छ होला नि पक्कै पनि है, हामी यो आशा गर्दछौँ र यो सामानहरू सार्दै गर्दाखेरि हामी चुप रहने छैनौँ ल। यतिखेर हामी केही क्वेसन एन्सरहरू गरौँ न। हामी तपाईँहरूलाई एउटा दुईवटा क्वेसनहरू हामी गर्नेछौँ। जसले चाहिँ यो क्वेसनलाई बिना तपाईँले चाहिँ एन्सर दिनुपर्छ ल। अनि यो एन्सर दिने क्रममा चाहिँ हाम्रो अगुवा पास्टरज्यूहरूले चाहिँ चुप रहनुपर्छ होइन त? हुन्छ, अनि यहाँ दिदीले क्वेसन सोध्नुहुनेछ अनि तपाईँहरू कसलाई आउँछ सबभन्दा पहिला हात जसले उठाउनुहुन्छ त्यसलाई चान्स दिनेछौँ है त। र अनि जसले चाहिँ यो क्वेसनको एन्सर मिलाउनुहुन्छ नि उहाँलाई चाहिँ ठुलो एउटा दिनेछौँ है। हुन्छ, र हामी यो समयमा सोधिहालौँ त, तयार हुनुहुन्छ है? तयार हुनुहुन्छ? हुन्छ, म तपाईँहरूलाई नि एउटा क्वेसन सोध्न चाहन्छु। जसले यो क्वेसनको एन्सर मिलाउन सक्नुहुन्छ त्यसलाई ठुलो एउटा उपहार छ है त। उपहार चाहिँ चक्लेट हो, फेरि अहिले नै भनिहाल्छु म। क्वेसन यस प्रकारले रहेको छ, स्त्रीहरूमा तिमी धन्य कि हौ र तिम्रो गर्वको फल धन्यको हो, यो कसले कसलाई भनेको हो? हाम्रो रोजी बहिनीले हात उठाउनु भएको छ। हुन्छ, बहिनी भन्न सक्नुहुनेछ? मिलेन, गाउँमा चाहिँ होइन। फेरि अर्को व्यक्तिलाई चान्स। कसले भन्न चाहनुहुन्छ? कसले हात उठाउनु भयो? अस्मिता दिदीले उठाउनु भयो है। हुन्छ, मिलेको छ। हामी व्यवस्था गर्नेछौँ है एकछिनमा। चक्लेटको पर्खाइमा बस्नुहोस् ल। Clap, clap.
हजुर चेम्बा यसपालि त क्रिसमस पनि आयो यसपालि क्रिसमसमा नाचगान गरेर रमाइलो गर्नुपर्छ है हुन्छ नि चेम्बा अनि नाना आमा पनि आउँदै हुनुहुन्छ हो नि साइना हेर्नुहोस् त तलतिर आउँदै हुँदो रहेछ
सुन्दर नृत्य गरेर हाम्रो भाइ बहिनीहरू गइसक्नु भएको छ। भाइ बहिनीहरूको अति सुन्दर यो नृत्यले हामी साँच्चै नै हामी पनि खुसी भएका छौँ। हामी पनि नाच्न लागेको छ। विशेष गरिकन यो गीतको बारेमा थोरै म भन्न चाहन्छु। यो गीत चाहिँ हाम्रो आदरणीय रोहित तामाङज्यूले चाहिँ लेख्नु भएको गीत हो है। विशेष गरिकन स्याउरीला बथान भन्ने त्यो गीतहरू छ, तर कति चाहिँ तामाङ भाषाको अनि प्लस नेपालीको पनि नेपालीमा पनि त्यो मिसिएको कारणले गर्दाखेरि है कति त तपाईँहरूले बुझ्नुभयो होला, कति बुझ्नु भएन होला, तरै पनि मलाई आशा छ तपाईँहरू चाहिँ आनन्दित हुनुभएको छ यो गीत सुनेर। र यो यसो प्रभु ख्रीष्टको नाममा सम्पूर्णमा जय मसीह। सबैजना कविता सुन्न तयार हुनुहुन्छ? अनि वा वा भन्न पनि हुन्छ। अब कविता सुरु गर्छ है। मेरो कविताको शीर्षक रहेको छ येशूको जन्म। यसो नै बिना यो पापी जीवन कसरी मेट्ने थियो? यसो नै बिना यो पापी जीवन कसरी मेट्ने थियो? उनको जन्म बिना त केवल कल्पना हुने थियो। उनको जन्म बिना त केवल कल्पना हुने थियो। आएन? यसुमै जन्मी गाईको गोठमा हाम्रो पापालाई बोक्न। यसुमै जन्मी गाईको गोठमा हाम्रो पापालाई बोक्न। शैतानको पासो अनि हाम्रा पीडचिन्तालाई बोक्न। शैतानको पासो अनि हाम्रो पीडचिन्तालाई बोक्न। उनी आए स्वर्ग त्यागी हाम्रो पापलाई धुन। उनी आए स्वर्ग त्यागी हाम्रो पापलाई धुन। उनमा बाहेक मुक्ति छैन, ध्यान दिएर सुन। उनमा बाहेक मुक्ति छैन, ध्यान दिएर सुन। बोझै बोझले भरिएको संसारमा प्रभु येशू आउनुभयो। बोझै बोझले भरिएको संसारमा प्रभु येशू आउनुभयो। तिम्रो मेरो पापको भार अनन्तलाई उठाइ लानुभयो। तिम्रो मेरो पापको भार अनन्तलाई उठाइ लानुभयो। उनको रगत बगी आयो, हर्षको गीत गायो। उनको रगत बगी आयो, हर्षको गीत गायो। उनको जन्मसँगै अगमबाडी पुरा भयो। उनको जन्मसँगै अगमबाडी पुरा भयो। देहधारी हुन् है उनी, उनको वचन सत्य छ। देहधारी हुन् है उनी, उनको वचन सत्य छ। संसारलाई छाड साथी, केवल उनमा मुक्ति छ। संसारलाई छाड साथी, केवल उनमा मुक्ति छ। बेसहारा थिए म, सहारा उनलाई पाएको छु। आँसु खस्ता पुछिदिने एक उद्धारकर्ता पाएको छु। जीवन जसको अँधेरो लागे पनि ज्योति उनमा पाएको छु। यसैले त आज केही नभए पनि उनमा निकै मुस्कुराएको छु। हुन्छ, जय मसीह सबैजनालाई। मेरी क्रिसमस। हुन्छ, हामी ड्रामा Maria
सञ्चालकज्यूहरूलाई यहाँ उपस्थित सम्पूर्ण मेरा आफन्त अनि ख्रिस्टे दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई आज यो के अरे शुभकामना मन्तव्य दिनलाई म उपस्थित भएको छु, खडा भएको छु। अनि क्रिसमस अनि अघि नै हामीले नाटकहरूबाट धेरै कुराहरूबाट वचनहरूबाट नै हामीले धेरै कुराहरू हेऱ्यौँ, सिक्यौँ अनि सुन्यौँ। अनि येशू जन्मिनु भएको दिनको खुसियालीमा चाहिँ हामी यहाँ हामी उपस्थित भएका छौँ है। अनि येशू के को लागि जन्मिनु भयो भन्दाखेरि संसारमा मानिसहरूको निम्ति चाहिँ एउटा उद्धारकर्ताको आवश्यकता थियो। संसारमा पापले चाहिँ सम्पूर्ण पृथ्वी चाहिँ पापले भरेको कारणले गर्दाखेरि चाहिँ पृथ्वीमा एउटा उद्धारकर्ताको आवश्यकता थियो, एउटा मुक्तिदाताको आवश्यकता थियो। अनि धर्मशास्त्र अनुसार चाहिँ रगत नबगाइकन चाहिँ मानिसको पाप क्षमा हुन सक्दैन थियो। अनि एउटा निर्दोष व्यक्तिको बलि चाहिएको थियो। अनि संसारमा पृथ्वीमा कोही मानिस पनि धर्मी अथवा निर्दोष नभएको कारण गर्दाखेरि चाहिँ परमेश्वरले आफ्नो पुत्रलाई चाहिँ एउटा निर्दोष बलिको रूपमा चाहिँ यो संसारमा पठाउनु भएको दिन अनि उहाँ जन्मनु भएको दिनलाई चाहिँ हामी क्रिसमसको रूपमा मनाउँछौँ है। अनि क्रिसमसको साथै अब केही दिनपछि हाम्रो यो अङ्ग्रेजी महिनाको नयाँ वर्ष सुरु हुँदैछ 4-5 दिनपछि। अनि यहाँहरू सम्पूर्णलाई चाहिँ मेरो व्यक्तिगत तर्फबाट अनि हाम्रो नयाँ आशा मण्डली भारतीयको तर्फबाट चाहिँ तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। अनि आज हामी यो भवनभित्र यो ठाउँमा भेला उपस्थित भएर अनि हामी आएर एकछिन रमाएर फर्केर जाने होइन कि। अनि आजको दिनमा हाम्रो जीवनमा येशू ख्रीष्ट जन्मिनु भएको होस् भनेर भन्न चाहन्छु। अनि अघि नै 2 मिनट भन्नुभएको थियो अगाडिको यसलाई म एउटा तपाईँहरूलाई एउटा सानो उयो दिन चाहन्छु। अब यो कविता जस्तै एउटा छोटो समय मैले यहीँबाट लिन चाहेँ। भाइले मलाई अलिकति माइक समातेर सहयोग गरिदिनु होला। अनि एउटा कथा भन्न चाहन्छु, स्वर्ग जाने कथा है। तयार हुनुहुन्छ सुन्नलाई? स्वर्ग जाने कथा है। एकजना विश्वासी चाहिँ स्वर्ग जाँदै रहेछ अरे स्वर्ग जाँदै रहेछ अरे जाँदै गर्दाखेरि अनि बाटोमा अर्को 2 जना मान्छे भेटेछ अरे है। 3 जना गफ भएछ अरे कहाँ जान लागेको भन्दाखेरि अनि म त स्वर्ग जान लागेको भनेछ अरे। अनि त्यो विश्वासीले के भनेछ अरे स्वर्ग जानलाई तपाईँहरूसँग टिकट छ भनेछ है। स्वर्ग जानलाई टिकट चाहिन्छ? 2 जना अकमक्क परेछ है। चाहिन्छ नि त। स्वर्ग जाने टिकट कस्तो हुन्छ भनेर सोधेछ कि त्यो 2 जनाले। अनि त्यो विश्वासीले एउटा टिकट देखाउनु भएछ कि यी स्वर्ग जाने टिकट चाहिँ यही हो है। ला कहाँ पाइन्छ यो टिकट भन्दाखेरि यो टिकट त पृथ्वीमै पाइन्छ, पृथ्वीबाटै ल्याउनु पर्छ भने जाँदै गरेछ अरे। अनि जाँदै गर्दा अनि त्यो 2 जनाले चाहिँ मिलमत गरेछ अरे यसको टिकट त खोज्नै पर्छ, नभए हामी स्वर्गभित्र पस्नु पाउँदैन। यसले त टिकट कन्फर्मै गरेर आएछ है। जाँदै गर्दा अब गेट नजिक पुग्न लागेपछि त्यहाँ 3 जना के भएछ टिकट खोज भएछ है। हेर्नु है मैले केही पनि लुकाएर ल्याएको छैन है। टिकट खोज भएछ हुन लागेछ है। टिकट खोज हुँदाखेरि चिया तेज एउटा टुक्रो एकजनाले लिएछ है। अनि फेरि अर्को टुक्रो अर्कोले लिएछ। अनि त्यो एउटा क्रिस्चियनले अनि 3 जना भएछ है। 3 भाग भएछ। सबै टिकट लिएर एउटा टिकट एउटा टुक्रो बोकेर गएछ है। अनि गेटमा पुगेछ। अनि गेटपालले सोधेछ तपाईँहरू कहाँ जान लाग्यो? हामी त स्वर्गभित्र जान लाग्यो। टिकट खोइ? टिकट देखाएछ। 2 जनाको टिकट चेक गरेछ है। ए ल तपाईँहरू टिकट केही काम छैन।
यो त नक्कली टिकट परेछ अर्को पनि चेक गरेछ है यो पनि नक्कली परेछ ल तपाईँहरू दुईजना ल अर्को को बाँकी छ अर्को आउनुहोस् अनि अर्कोले टिकट चेक गर्छ स्वर्गदूत है सरी अनि हाम्रो बाइबल प्रेरितको 4:12 भन्दछ कि मानिसले मुक्ति पाउनलाई स्वर्गको मुनि मानिसको बिचमा अरू कुनै उद्धारकर्ताको नाम दिएको छैन केवल येशू ख्रीष्ट विश्वास गरेर मात्र हामी स्वर्ग जान सक्छौँ है अनि हामी यहाँ रमाउनलाई मात्र होइन रमाइलो गर्न मात्र होइन अनि हामी भोलिको हाम्रो आत्मा कहाँ जाँदैछ भने त्यो कुरा पनि हामी निश्चित गरौँ अनि यदि तपाईँहरूको जीवनमा येशू ख्रीष्ट जन्मिनु भएको छैन भने तपाईँहरूले विचार गर्नुहोस् सोच्नुहोस् समय छ अनि यहाँहरू सम्पूर्ण राम्रो भएर चिटीच्याट्ट भएर है आउनुभएको छ अनि अझ आउँदो दिनहरूमा प्रभुमा भएर तपाईँहरूको जिन्दगी तपाईँहरूको जीवन तपाईँहरूको पारिवारिक जीवन व्यक्तिगत जीवन सबै कुरा सुखमय आनन्दमय होस् यो शुभकामना धन्यवाद नमस्कार जय मसीह रहेको छ शुभ खबर सुनाउँदै
हिमाली भेगैमा र अनि नृत्य लिएर आउँदै हुनुहुन्छ हाम्रो भाइ बहिनीहरू उमा भोमजन र भिजन गलान। नमस्ते, धन्यवाद हाम्रो डिकन दय भाइ विमल सञ्जेल र बहिनी मना भगवान्ज्यूलाई अनि यो समय दिनुभएको लागि धन्यवाद। अनि तपाईँहरूलाई विशेष गरिकन शुभकामना भन्छु। ख्रिस्ट जन्मको उत्सव, यो महा उत्सव क्रिसमसमा मेरी क्रिसमस भन्न चाहन्छु। अनि साथै जसरी आज तपाईहरू हामी सबैजना है राम्रो राम्रो नाना कपडामा है घर गहनामा सुट बुट कोटमा सजिएर आउनुभएको छ। अनि त्योभन्दा मुख्य कुरा अझै भन्नु पर्दाखेरि
हामी सबैको मुहारमा एउटा उज्यालो चमक देखिरहेको छु अनि तपाईलाई म शुभकामना भन्न चाहन्छु। यस्तै गरेर तपाईको जीवन है एकदमै धपधपी बढेको होस् अनि यस वर्षको क्रिसमस 2025 र आउँदै गरेको नयाँ वर्ष 2026 ले तपाईको परिवारमा तपाईको जीवनमा एकदमै सुख शान्ति अनि आनन्द परमेश्वरले तपाईको जीवनमा दिनु भएको होस् भनिकन म तपाईलाई शुभकामना दिन चाहन्छु। यहाँनिर नाम बोलाउनेछु, विशेष गरिकन यहाँनिर फेरि छुट्न सक्नुहुन्छ है। विशेष हाम्रो पूर्वतिर चाहिँ एउटा चलन छ, आदर गर्ने चलन छ अनि यो मण्डलीमा प्र्याक्टिकल गर्नको निम्ति उनले योभन्दा अगाडि 2 वर्ष अगाडिदेखिको मलाई प्रस्ताव गरेको थियो र यसपालि चाहिँ मैले टाइम मिल्दैन भन्दा पनि छोटो समय लिने हामीले डिसिजन गर्यौँ र जस अन्तर्गत यसपालि सीमित व्यक्तित्वहरू हुनुहुन्छ। त्यसमा दाजुभाइ ग्रुपबाट मात्रै हुनुहुन्छ है, दिदीबहिनी ग्रुपबाट सायद अर्को साल हामी जोड्नेछौँ। छोटो एउटा छ, म यहाँनिर पहिला नाम जसको बोलाउने छु उहाँहरू अगाडि आइदिनु होला कृपया गरिकन। म बोलाउन चाहन्छु सर्वप्रथम आदरणीय पास्टर बुवा कुमार श्रेष्ठज्यूलाई म अगाडि बोलाउँदछु। हामी जोरदार ताली लगाउनेछौँ लाइनमा लाएर हजुर। अनि त्यसै गरिकन म सह पास्टर रोशन घिसिङज्यूलाई पनि बोलाउनेछु। यसमा म थर्डमा गएछु, सेकेन्डमा आदरणीय पास्टरनी आमा ज्ञानु थापाज्यूलाई मैले अगाडि बोलाएँ। यहाँनिर होइन, यहाँनिर हो हजुर। अनि एल्डर भीमबहादुर श्रेष्ठज्यू आउनुहुनेछ। अनि त्यसै गरिकन हाम्रो आदरणीय डिकन विमन सञ्जयज्यूलाई मैले बोलाएँ। त्यसै गरिकन युथ लिडर इसाक तामाङ कहाँ हुनुहुन्छ? त्यसै गरिकन लिडर प्रदीप श्रेष्ठ अगाडि आइदिनु होला। त्यसै गरिकन लिडर पुण्य प्रसाद लामा। त्यसै गरिकन हाम्रो लिडर ज्ञानबहादुर श्रेष्ठ कहाँ आइदिनु हुनुहुन्छ? यतिजनालाई यो वर्षको लागि मेरो धर्मपत्नीले सम्मान गर्ने अथवा आदर गर्ने कार्यक्रम रहेको छ र आउँदा ताली लगाइदिनु होला सबैजनाले।
ताली 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 चाहिँ एकछिन नरोक्नुहोस् न है त ल बच्चाको बजाई बच्चाको बजाई ताली बजाउनुहोस् न अझै पनि उहाँको टोपी लाउँदै हुनुहुन्छ सिटाइज लाउँदै हुनुहुन्छ नयाँ टोपी लाउँदै हुनुहुन्छ हाम्रो कुण्डले हुन्छ यतिखेर फोटो सेसन गर्दै हुनुहुन्छ उहाँहरू ल हाम्रो क्यामेराम्यानहरू तयारी अवस्थामा रहनु होला ग्रुप फोटो सुने मैले बेथलेहममा यसो जन्मेको खबर छ यो गरिबका राजा यसो मसे टुडेमा
कार्यक्रमहरू अझ बाँकी रहेको कारणले गर्दाखेरि यहाँहरू यो समयसम्म धैर्य धारण गरेर बसिदिनु भयो, धन्यवाद। र बाँकी छोटो समय यहाँहरू धैर्य धारण गरेर बसिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु र बाँकी समय हामी पास्टर दाइलाई दिनेछौँ। त्योभन्दा अगाडि चाहिँ हामी तपाईँहरूको माझमा क्रिसमस विश गर्नेछौँ है त। हामी मिलेर यतिखेर हामी मेरी भन्नेछौँ, तपाईँहरू चाहिँ क्रिसमस भन्नुहोस् है त। ल 1 2 3 गो। मेरी क्रिसमस, मेरी क्रिसमस, मेरी क्रिसमस। हुन्छ, धन्यवाद। र त्यसै गरी नयाँ वर्ष 2026 को पनि यहाँहरू सम्पूर्णलाई शुभकामना है त। हुन्छ, यो समय अब हाम्रो आदरणीय पास्टर कुमार श्रेष्ठज्यूलाई दिन चाहन्छु। विषय छ भने मलाई कसैले सहायता गरिदिनु होला, होइन भने मैले जाने अनुसार हामी सीमित चेयरहरू छ यो पालि हामीले त्यो जग्गालाई उपभोग गरेनौँ, जसको कारणले गर्दा सीमित ठाउँहरू भएको कारणले गर्दाखेरि हामीले म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। यो जरुरी सूचना हो, सबैले सुन्नुभएको छ भने छ भन्नुहोस् न। एकदमै जरुरी सूचना हो। तल लगभग 40वटा चेयर छ, माथि लगभग 31-32वटा चेयर छ। त्यस कारणले हामीले एकैचोटि खाना खाने कार्यक्रमलाई आयोजना गर्न सक्दैनौँ। हामी म्यानेजमेन्ट गर्ने प्रयास गरिरहेका छौँ। हामीले त्यो अर्को चौर जग्गा हामीले यो पालि उपभोग गरेनौँ। त्यस कारणले गर्दाखेरि खाना खाँदै गर्दाखेरि मैले भोक लागेको छ कि छैन भन्नुहोस् त। त्यस कारणले हामी छिटो छिटो गरेर अब हामी भोजनमा जानेछौँ र भोजनमा जानुभन्दा अगाडि केही सानो एउटा सेवा बाँकी छ, एउटा कार्यक्रम बाँकी छ। सबैभन्दा पहिला यहाँहरू सबैलाई ख्रीष्ट येशू प्रभुको जन्म उत्सवको अवसरमा मेरो व्यक्तिगत तर्फबाट र मण्डली परिवारको तर्फबाट हृदयदेखि नै हार्दिक 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 शुभकामना दिन चाहन्छु। अनि मलाई आशा छ यो पालिको क्रिसमसले तपाईको परिवारमा एउटा नयाँ काम हुनेछ। आमेन, आमेन भन्नुहोस् न। साँच्चै विश्वास गर्नुहोस्, तपाईँ र मेरो जीवनमा एउटा नयाँ सन्देश, नयाँ उमङ्ग, नयाँ
एउटा सुसन्देश ख्रीष्ट येशूको पक्कै पनि हामीले रिसिभ गरेका छौँ, प्राप्त गरेका छौँ। त्यस कारणले गर्दाखेरि मेरो कामना, मेरो प्रार्थना, मेरो सदिच्छा यहाँहरूको बिचमा यही छ कि यसपालिको क्रिसमसले तपाईँको जीवनमा एउटा नयाँ कामको निम्ति नयाँ ढोका खोलिनुपर्छ। आमेन। 2026 को शुभकामना दिन चाहन्छु। 2025 सम्म तपाईँले धेरै प्रार्थना गर्दै गर्दाखेरि पनि प्राप्त गर्न नसकेको काम, प्राप्त हुन नसकेको प्रार्थनाको विषय 2026 मा तपाईँको जीवनमा प्राप्त हुनेछ। आमेन। रिसिभ गर्नुहोस्। अनि अर्को कुरा बताउन चाहन्छु, यसपालिको क्रिसमसमा मैले थीम के बनाउने होला भनेर सोच्दै थिएँ। तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ गॉड हु कम्स नियर है। अनि यो चाहिँ मत्तीको पुस्तक 1:23 बाट यो चाहिँ इमानुएलको अर्थ चाहिँ यही हो कि परमेश्वर हामीहरूसँग। अनि परमेश्वर हामीहरूसँगको अर्थ यो हो कि परमेश्वर र मानिस बीचको भत्किएको सम्बन्ध, बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्नलाई प्रभु येशू ख्रीष्ट हाम्रो नजिकै आउनु भएको हो। आमेन। यस कारणले अनि यो सिजनमा मैले केही हप्ताहरूमा मण्डलीमा यही शिक्षाहरू दिँदै थिएँ कि परमेश्वर रिकन्सिलिएसनको परमेश्वर हुनुहुन्छ, परमेश्वर पुनर्स्थापनाको परमेश्वर हुनुहुन्छ, रेस्टोरेसनको परमेश्वर हुनुहुन्छ। र यो रेस्टोरेसन चाहिँ तपाईँ र मेरो परिवारमा, तपाईँ र मेरो व्यक्तिगत जीवनमा पुनर्मिलनको निम्ति है, एकअर्काको भावनालाई कदर गर्नको निम्ति, परमेश्वरको इच्छा अनुसार जिउनको निम्ति तपाईँ र म अगाडि बढ्नुपर्छ भन्दै म यही उत्साह दिन चाहन्छु। अब भत्किएको सम्बन्ध पुनर्निर्माण गर्ने समय आएको छ। आमेन। तपाईँको परिवारमा हुनसक्छ, तपाईँको व्यक्तिगत जीवन हुनसक्छ, छर छिमेकीसँगको सम्बन्ध भत्किएको हुनसक्छ। अनि त्यो भत्किएको सम्बन्धलाई चाहिँ यस समयमा पुनर्स्थापित गर्ने बेला आएको छ। रिकन्सिलिएसन, पुनर्मिलन गर्ने पर्ने बेला आएको छ। यही शुभकामना दिँदै विशेष गरी धन्यवाद दिन चाहन्छु। म धन्यवादको क्रममा छु। मलाई एकदमै मन परेको प्रस्तुति, त्यसो त सबै प्रस्तुतिहरू राम्रो थियो, तर पाटनबाट जुन सरप्राइजको प्रस्तुति दिनुभयो अनि त्यो चाहिँ मेरो निम्ति चाहिँ एकदमै राम्रो लाग्यो। र हाम्रो निम्ति धेरै दाजुभाइको निम्ति चुनौती पनि जस्तो लाग्यो। यहाँ सोच्दै थिएँ अनि उहाँहरू चाहिँ कपाल हुनुहुन्छ, जोडा जोडी श्रीमान श्रीमती हुनुहुन्छ। अनि श्रीमान श्रीमती त्यो बोक्दै गर्दै हुन्छ, ओ यो त मेरो यो चुनौती त हामीले लिन सक्दैन जस्तो पनि लाग्यो है। अनि म चाहिँ अनुरोध गर्न चाहन्छु यस्तो प्रस्तुतिहरू होइन आगामी दिनहरूमा आशा गर्दछु है। अनि हाम्रो दाजुभाइहरूलाई, हाम्रो दिदीबहिनीहरूलाई, विशेष गरी विवाहितहरूलाई उहाँले ठुलो चुनौती छोडेर जानुभएको छ। अनि मैले देख्दै गर्दाको जुन दृश्य छ, अनि म आशा गर्दछु हाम्रो परिवारहरू अब ख्रीष्ट येशूको पुनर्मिलनमा चाहिँ यस्तै हुनु पर्दछ। आमेन। हुन्छ। र समयलाई धेरै खर्च नगरिकन हामीले निर्धारित समयमा अलिकति सुरु गर्न सकेनौँ। त्यस कारणले हामी आधी घन्टा अलिकति पछाडि गएका छौँ। यद्यपि हामी एकदमै ढिला भइसकेका छैनौँ। र सबैभन्दा पहिला हामी धन्यवाद दिनेछौँ। म नाम बताउनेछु, म सबैको नाम बताउँदिनँ, म टिमको नाम बताउनेछु। मण्डली परिवारले चाहिँ धन्यवाद दिएर ताली बजाउनु पर्नेछ। र सबैभन्दा पहिलो धन्यवादको विषय हाम्रो परमेश्वरलाई जान्छ कि उहाँले हाम्रो निम्ति नयाँ उद्धारलाई ल्याउनु भएको छ। हामी परमेश्वरको निम्ति जोरदार ताली बजाउनेछौँ। परमेश्वर महान हुनुहुन्छ र त हामी यसरी रमाहाट गर्न सकेका छौँ। अनि दोस्रो धन्यवादको विषय विशेष गरी हाम्रो मण्डली परिवार जो यो क्रिसमस कार्यक्रमलाई आयोजना गर्नलाई प्रत्यक्ष परोक्ष फ्रन्ट लाइनमा ब्याक लाइनमा जसले सहायता गर्नुभएको छ उहाँहरूको निम्ति विशेष हामी ताली बजाएर धन्यवाद दिनेछौँ। सबैजनाले ताली बजाइदिनुहोस् ल। र यसैबीच धन्यवाद दिने क्रममा किचन डिपार्टमेन्टको निम्ति हामी धन्यवाद दिनेछौँ। जो जतिले बिहानदेखि अगाडिदेखि कतिजना हिजोदेखि खट्नु भएको छ। म केही टिमहरू बताउने छु। हाम्रो हेम भाइको टिमलाई हामी धन्यवाद दिएर ताली बजाउनेछौँ। हाम्रो बुलेट पेनालाई हामी धन्यवाद दिएर ताली बजाउनेछौँ। सपिङमा सहायता गर्नुहुने हाम्रो टिमलाई हामी ताली बजाउनेछौँ धन्यवाद दिएर। साथसाथै दिदीबहिनी सङ्गतिहरूबाट पनि ठुलो सहयोग भएको छ। हामी दिदीबहिनीको सङ्गतिको निम्ति पनि सबैजनाले ताली बजाएर धन्यवाद दिनेछौँ। साथसाथै जवान भाइ बहिनीहरू
जसले यो कार्यक्रमलाई डेकोरेसनदेखि लिएर पर्फर्मेन्सदेखि लिएर धेरै कुराहरूमा सहायता गर्नुभएको छ। जवान भाइ बहिनीहरूको निम्ति पनि हामी ताली बजाएर धन्यवाद दिनेछौँ। यसैबीच धन्यवाद दिने क्रममा हामी आइपुगेका छौँ आजको सञ्चालक र सञ्चालिका द्वय मोना खलानज्यूलाई र विमल सञ्जेलज्यूलाई हामी ताली बजाएर धन्यवाद दिनेछौँ। यसैबीच धन्यवाद दिने क्रममा यहाँहरू सम्पूर्णलाई मैले धन्यवाद दिनुपर्छ। हामीले क्रिसमसको कार्यक्रम त आयोजना गऱ्यौँ, यहाँहरू उपस्थित नहुनु भएको भए कसले हेरिदिने, कसले सुनिदिने, कसले गाइदिने। त्यसकारणले सम्पूर्ण विश्वासी दाजुभाइ तथा दिदीबहिनी साथै सम्पूर्ण आगन्तुक पाहुनाहरूको निम्ति हामी ताली बजाएर धन्यवाद दिनेछौँ। यसैबीच धन्यवाद दिने क्रममा हाम्रो शङ्खु मण्डलीबाट आउनुभएका सम्पूर्णलाई धन्यवाद दिनेछौँ। यसैबीच धन्यवाद दिने क्रममा हाम्रो भारदेव मण्डलीबाट धेरै परिवारहरू आउनुभएको छ, उहाँहरूलाई पनि ताली बजाएर धन्यवाद दिनेछौँ। यसैबीच धन्यवाद दिने क्रममा मैले मेरो आफन्त दिदीहरूलाई देखिरहेको छु अनि वर्षेनी आउनुहुन्छ। कता कता मैले बोलाउन छुट्न लाग्दाखेरि पनि उहाँहरू एकदमै तयारी भएर बस्नुहुन्छ अनि त्यसपछिबाट पनि उहाँहरू आउनुहुन्छ। त्यसकारणले मेरो दिदीहरूको निम्ति, मेरो आफन्तहरूको निम्ति ताली बजाइदिन पनि अनुरोध गर्न चाहन्छु। आफ्नै दिदीको लागि ताली बजाए चाहिँ नभनिदिनु होला, सम्पूर्ण दिदीहरूको निम्ति ताली छ र धन्यवाद। अब विशेष 3 जना व्यक्तिलाई म धन्यवाद दिएर आजको यो सेवालाई कन्क्लुड गर्दछु, कन्क्लुजनमा लादछु। मैले म्युजिक टिमलाई धन्यवाद दिएँ, हामी ताली बजाएर म्युजिक टिमलाई पनि धन्यवाद दियौँ। सङ्गीत झुन्ड जसमा इसाक भाइले भारदेवदेखि आएर धेरै सहायता गर्नुभएको छ। हाम्रो इसाक भाइ लगायत सम्पूर्ण टिमको लागि हामी ताली बजाएर धन्यवाद दिनेछौँ। सायद मैले धन्यवाद दिन कसैलाई छुटाएको छैन होला, यदि छुटाएको छ भने मेरो हृदयदेखि नै यहाँहरू सम्पूर्णलाई धन्यवाद छ। मलाई चाहिँ धन्यवाद दिएन नभन्नु होला, मैले तपाईँलाई पनि धन्यवाद दिएको छु। अब म 3 जना व्यक्तिको नाम उच्चारण गर्न गइरहेको छु जसले यो कार्यक्रमलाई आर्थिक पाटोबाट सहायता गर्नुभयो। विगतको हप्तामा हामीले प्री क्रिसमस कार्यक्रम मनाएका थियौँ। यो भिडियो बनाइदिनु होला ल। विगतको हप्तामा हामीले प्री क्रिसमस कार्यक्रम बनाइरहेको थियौँ अनि नयाँ मण्डलीको सुनाकोटीको विशेष गरी दिलबहादुर दाजुले पहल गरेर हाम्रो जमुना दिदीले जुन बालबालिकाको निम्ति उपहार दिनलाई सहायता गर्नुभयो। हामी जमुना दिदीको निम्ति फेरि पनि ताली बजाएर धन्यवाद दिनेछौँ। योभन्दा बाहेक 3 जना व्यक्तिहरूको नाम पनि मैले लिँदैछु। आजको कार्यक्रममा आर्थिक पाटोमा है हामीले विश्वासी परिवारबाट कसैबाट पनि हामीले आर्थिक भार उठाउनलाई हामीले दिएनौँ। त्यस कारणले गर्दाखेरि प्रार्थना गऱ्यौँ, परमेश्वरले हाम्रो प्रार्थना सुनिदिनु भयो अनि केही व्यक्तिहरूले हामीलाई आर्थिक सहायता गर्नुभएको छ। उहाँहरूलाई हामी धन्यवाद चाहिँ यो प्रशंसा पत्र वितरण गरेर नै हामी धन्यवाद दिनेछौँ। विशेष गरी रोमानियामा हुनुहुन्छ हाम्रो सुनेना वाइबा जसले यस कार्यक्रमको प्रबन्ध गर्नलाई 50,000 रुपियाँ सहायता गर्नुभयो। उहाँलाई हामी ताली बजाएर विशेष धन्यवाद दिनेछौँ। अनि उहाँले मलाई बिहान पनि फोन गरेर म आउँदै गर्दा 9 बज्दै गर्दा त्यहाँ लगभग रातिको 2-3 बज्दो हो, 4-5 बज्दो हो, बिहान पक्का हुन्छ होला। टाइम कति डिफ्रेन्स छ मलाई त्यति एक्ज्याक्टली थाहा भएन, तर उहाँ निन्द्रामा पनि मलाई फोन गरेर सम्पूर्ण परिवारलाई माया र सम्मान भन्नुभएको छ। उहाँको निम्ति हामी विशेष धन्यवाद दिनेछौँ। धन्यवाद सुनेना बालजी, तपाईँले मण्डली परिवारमा गर्नुभएको प्रेम र वास्ताको निम्ति हामी तपाईँलाई हृदयदेखि धन्यवाद दिँदछौँ। दोस्रो धन्यवादको पात्र हुनुहुन्छ हाम्रो पोर्चुगलमा बस्नुहुने एकजना भाइ जसले विगतदेखि मण्डलीको क्रियाकलापहरूमा मिसनमा सहायता गर्दै आउनुभएको छ। उहाँले यस सेवाको निम्ति आर्थिक पाटोको निम्ति 20,000 रुपियाँ आर्थिक सहायता गर्नुभएको छ। हामी ताली बजाएर हाम्रो विक्रम थापा भाइलाई हामी विशेष धन्यवाद दिनेछौँ। विक्रम थापा कतिले चिन्नुहुन्छ, उहाँले आर्थिक सहायता गर्नुभएको छ। साथसाथै अन्तिममा हाम्रो यसै नयाँ मण्डलीको अगुवा दाजु जसले आर्थिक क्षेत्रमा
10,000 रुपियाँ सहायता गर्नुभयो। म विशेष गरी हाम्रो ज्ञानबहादुर श्रेष्ठ दाजुलाई धन्यवाद दिन चाहन्छु। हाम्रो ज्ञानबहादुर श्रेष्ठ दाजु त यहीँ हुनुहुन्छ, मलाई विशेष हृदयदेखि धन्यवाद। मलाई प्रशंसा पत्र उपलब्ध गराइदिनु हुन अनुरोध गर्न चाहन्छु। र पोर्चुगलमा बस्नुभएको सुनेना भान्जी चाहिँ म भान्जी भन्छु किनभने उहाँ हाम्रो सिमन तामाङ दाजुको भान्जी हुनुहुन्छ। आज सिमन दाजुको तर्फबाट पनि सम्पूर्ण मण्डली परिवारलाई मेरी क्रिसमस र शुभकामना। मलाई बिहान दिएर मेरो सन्देश राखिदिनु भन्नुभएको छ। अनि उहाँको चाहिँ वस्तुभावको कारणले गर्दा उहाँ यसपालिको सेवामा सहभागी हुन सक्नु भएन। अनि हाम्रो सिमन दाजुको तर्फबाट सम्पूर्ण परिवार यहाँ हुनुहुन्छ र सुनेना भान्जीको यो प्रशंसा पत्र ग्रहण गरिदिनु हुनको निम्ति चाहिँ म हाम्रो सबिना भाउजूलाई यस समयमा म अगाडि बोलाउने छु। सबिना भाउजू, तपाईँले यस प्रशंसा पत्रलाई ग्रहण गरिदिनुहोस्। र उहाँको मम्मी आफै आउने योजना थियो, विशेष कारणवश उहाँ आउन सक्नु भएन। मलाई यो 6:38 म प्रशंसा पत्र वाचन गर्नेछु। नयाँ मण्डली ललितपुर महानगरपालिका 26 सुनाकोटी सम्मान पत्र। तपाईँ श्री सुनेना वाइबाज्यूले नयाँ मण्डली मिसन सेवामा गर्नुभएको आर्थिक प्रार्थना सहितको आर्थिक सहायता तथा मण्डलीको सेवामा गर्नुभएको साझेदारीको उच्च सम्मान गर्दै तपाईँलाई यो सम्मान पत्र प्रदान गरेको छ। साथै नयाँ मण्डली यहाँको सुस्वास्थ्य, दीर्घायु र उत्तर प्रगतिको निम्ति निरन्तर प्रार्थना गर्नेछ। मिति 2082 पौष 10 गते नयाँ मण्डली। यो सम्मान पत्र हाम्रो सबिना भाउजूले ग्रहण गरिदिनुहुनेछ। यसैबीच हाम्रो विक्रम थापाको सम्मान पत्र ग्रहण गरिदिनु हुन यसै मण्डलीका पास्टर आमा ज्ञानु थापा श्रेष्ठजीलाई म अनुरोध गर्न चाहन्छु। ज्ञानु थापा श्रेष्ठजीले यो सम्मान पत्र ग्रहण गरिदिनु हुनेछ। हामी यो वाचन गरिनु परेन, होइन म वाचन गरिदिन्छु। छोटो भिडियो बनाइदिनु होला ताकि उहाँलाई उत्साहको निम्ति यो भिडियो म उहाँलाई सेयर गर्न सकूँ। देऊ त तिमीहरूलाई पनि दिनेछ। लुका 6:38 नयाँ मण्डली ललितपुर महानगरपालिका 26 सुनाकोटी सम्मान पत्र। तपाईँ श्री विक्रम थापाज्यूले नयाँ मण्डलीको मिसन सेवामा गर्नुभएको प्रार्थना, आर्थिक सहायता तथा मण्डलीको सेवामा गर्नुभएको साझेदारीको उच्च सम्मान गर्दै तपाईँलाई यो सम्मान पत्र प्रदान गरिएको छ। साथै नयाँ मण्डली यहाँको सुस्वास्थ्य, दीर्घायु र उत्तर प्रगतिको निम्ति निरन्तर प्रार्थना गर्दछ। मिति 2082 पौष 10 गते। धन्यवाद। आफ्नै श्रीमतीलाई सम्मान गरे जस्तो देखिन्छ है फोटो हेर्दै गर्दाखेरि। प्रभुले जान्नुहुन्छ। साथसाथै हाम्रो ज्ञानबहादुर श्रेष्ठ दाजुलाई अगाडि आइदिनु हुनको निम्ति अनुरोध गर्न चाहन्छु। ज्ञानबहादुर श्रेष्ठ दाजु, तपाईँले मण्डली परिवारमा गर्नुभएको प्रेम, वास्ता र सेवामा गर्नुभएको सहायताको निम्ति तपाईँलाई उच्च सम्मान गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। जमुना दिदीको सम्मान पत्र ग्रहण गरिदिनु हुन म एल्डर दिलबहादुर लकान्द्रेज्यूलाई अगाडि बोलाउने छु। यहाँ यस्तो लेखेको छ, देऊ त तिमीहरूलाई पनि दिनेछ। लुका 6:38 नयाँ मण्डली ललितपुर महानगरपालिका 26 सुनाकोटी सम्मान पत्र। तपाईँ श्री जमुना गुरुङज्यूले नयाँ मण्डली मिसन सेवामा गर्नुभएको प्रार्थना सहित आर्थिक सहायता तथा मण्डलीको सेवामा गर्नुभएको साझेदारीको उच्च सम्मान गर्दै तपाईँलाई यो सम्मान पत्र प्रदान गरिएको छ। साथै नयाँ मण्डली यहाँको सुस्वास्थ्य, दीर्घायु र उत्तर प्रगतिको निरन्तर प्रार्थना गर्दछ।
हुन्छ एकदम धन्यवादको कार्यक्रमलाई हामी यहाँ विसर्जन गर्नेछौँ। प्लस हामी प्रार्थना गर्नेछौँ, सबैजना झुक्नेछौँ प्रभुको सामुमा। हामी यसरी प्रार्थना गर्नेछौँ, प्रभु तपाईँ आउनुभयो र उद्धार र मुक्ति पृथ्वीमा आयो। हामी तपाईँलाई धन्यवाद दिँदछौँ। अनि यो उद्धार र मुक्ति, यो सुसमाचार, यो सन्देश धेरै मानिसहरूको बिचमा पुर्याउनु पर्नेछ। त्यसको माध्यम चाहिँ म एउटा हुँदैछु, म त्यो माध्यम हुन सकौँ। हामी यसरी प्रार्थना गर्नेछौँ। आउनुहोस् हामी सबैजना मिलेर हामी प्रार्थना गर्नेछौँ। प्रभु येशू, हामी तपाईँलाई धन्यवाद दिँदछौँ यो सुन्दर समयको लागि। अनि तपाईँ प्रभु येशू ख्रिस्टको जन्मलाई फेरि पनि पुनर्स्थापित गर्नलाई प्रभु तपाईँले स्वर्गको सम्पूर्ण वैभवलाई छोडिकन यस धरतीमा पृथ्वीमा मानिसको स्वरूपमा आउनुभयो र मानिसको सबै पापलाई, मानिसले तिर्नुपर्ने पापको सम्पूर्ण लेखालाई, क्रोधको कचौरालाई तपाईँले पिदिनुभयो, लेखाको तमसुकलाई तपाईँले च्यातिदिनुभयो, कल्वरीको क्रुससम्म जानुभयो र मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। हामी तपाईँलाई धन्यवाद दिँदछौँ प्रभु येशू। हामी तपाईँलाई विशेष धन्यवाद दिँदछौँ कि तपाईँ स्वर्गीय परमेश्वरलाई अगम वक्ताद्वारा बोलिएका वचनहरू पुरा गर्नलाई अनि मानिसहरूसँग सङ्गति गर्नलाई, फेरि सम्बन्धलाई पुनर्स्थापित गर्नलाई, जोड्नलाई, मिलाउनलाई, सच्याउनलाई तपाईँ आइदिनुभयो। हामी तपाईँलाई धन्यवाद दिँदछौँ। यसै तपाईँको जन्म उत्सवको अवसरमा अब परमेश्वर हामीले जानेका छौँ हाम्रो बिग्रिएको सम्बन्धहरू, भत्किएको सम्बन्धहरू अनि ढल्ने। यहाँ दिदीबहिनी सेल ग्रुप भएको छ, भोजन वितरण कार्यक्रम, भोजन वितरण त नभनौँ, सर्भिसमा सहायता गरिराख्नु भएको छ। धेरै धेरै कृतज्ञता प्रकट गर्न चाहन्छु। ओके, खाजा हुन्छ, खाजा हुन्छ, खाजा हुन्छ, खाजा हुन्छ। दिदी उभिने बसी ठाउँ भयो भने खाने सजिलो हुन्छ। हजुर ल्याउनुपर्छ भने भन्नु है मलाई। ल जयमस सबैलाई। चिकन रोस्ट फेरि खाने बहिनी, तपाईँ नाचे होला नि फेरि खाँदै गर्ने। आज जाने कि नै जाने हो, नत्र खाँदै पनि गर्नु।
यीशुमा रहेर हामी यसलाई पुनर्स्थापित गर्न चाहन्छौँ। प्रभु तपाईँले हामीलाई सहायता गर्नुहोस्, पवित्र आत्मा हामीसँगै होइदिनुहोस्। धन्यवाद। सम्पूर्ण कुराको निम्ति हामी तपाईँलाई धन्यवाद दिँदै आजको सम्पूर्ण सेवा औपचारिक कार्यक्रमलाई हामी यहाँ नै विसर्जन गर्नेछौँ। अनौपचारिक कार्यक्रमहरू हुनेछ, त्यसमा पनि तपाईँको उपस्थिति भरपूर मात्रामा रहनेछ भन्ने हाम्रो विश्वास रहेको छ। धन्यवाद। सम्पूर्ण कुराको निम्ति हामी तपाईँलाई धन्यवाद दिँदै प्रार्थनामा आशिष माग्छौँ येशू प्रभुको नाउँमा। आमेन। अब हाम्रो परमेश्वर पिताको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति र सहभागिता जबसम्म तपाईँ बादलको सवारीमा आउनुहुन्न तबसम्म यस नयाँ मण्डली साथै सम्पूर्ण विश्व मण्डलीको साथमा रहिरहेको होस्। आमेन। जय मसीह। मेरी क्रिसमस सबैलाई।